हजुर, अर्घाखाँची जाने क्रममा मैले एउटा सानो भ्लग बनाएको छु। मेरो युट्युब च्यानलमा गएर हेर्न सक्नुहुनेछ। म चाहिँ घुम्न जाँदैछु अर्घाखाँचीतिर बाइकमा। विशेष कामको लागि चाहिँ म अर्घाखाँचीतिर गइरहेको छु। त्यो क्रममा मैले खिचेको भिडियोहरू तपाईँको ठाडासम्म जाँदाखेरिको भिडियो यो छ। त्यसपछि अर्को भिडियो पनि म हाल्ने गर्दैछु। यो चाहिँ कृपया सबै साथीहरूले हेरेर साथ दिनु होला। मैले अर्घाखाँचीको बाटो कस्तो खालको रहेछ, अनि त्यसपछि गएर यो कुन्द्रे खोला नजिकै हामी आइसकेपछि यहाँ वरिपरि कस्तो रहेछ ल हेर्नुहोस्। बाटो कस्तो छ, यहाँको पिच भत्किसकेको छ। त्यसपछि गएर अब दैनिक धेरै गाडीहरू हिँड्ने गर्छन्। यहाँ बाटो अलि सानो छ। यो बाटो ठुलो भइदिए अझै राम्रो हुन्थ्यो। अनि दुईवटा गाडी एकैचोटि क्रसिङ गर्दा चाहिँ अलिक गाह्रो छ। बाटो अलि सानो छ। सबैले चाहिँ यो ध्यान दिएमा धेरै राम्रो हुने थियो। अनि अर्घाखाँची जाने क्रममा हरियाली मौसमले पनि एकदम साथ दिएको छ हामीलाई। अनि एकदम राम्रो छ वातावरण। अर्घाखाँचीतिरको पहाडतिरको वातावरण धेरै शीतल छ। तराईतिर जस्तो गर्मी छैन। अनि राम्रो पनि छ, बस्नलाई धेरै राम्रो छ अर्घाखाँची। अनि म टाइममा गइराख्ने गर्छु। अहिले चाहिँ विशेष कामले गर्दा चाहिँ हामी बाइकको यात्रा गरिरहेका छौँ। बाइकको यात्रा त्यति सजिलो त छैन, त्यही पनि अब बाइकमा जाने कोसिस गरियो। जाँदै पनि छौँ। लगभग हामी पत्थरकोटदेखि माथि लागेर कुन्द्रे खोलादेखि थोरै अगाडि पुगिसकेका छौँ। अनि एकछिनपछि हामी चाहिँ डोटे भन्ने ठाउँमा पुग्छौँ। त्यसपछि गएर हामी लगभग ठाडासम्मको भिडियो यसमा छ। तपाईँहरू सबैले हेरेर अनि के कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। राम्रो लाग्यो, राम्रो रहेछ भन्नुहोला। त्यसपछि मलाई चाहिँ अर्को भिडियो बनाउन पनि एकदम सजिलो हुन्छ। हजुरहरूको साथ सहयोग सपोर्टले गर्दाखेरि मैले अरू भिडियोहरू पनि बनाउन सजिलो हुनेछ। ल हेर्नुहोस् त कति घुम्टी छन् यहाँ। अर्घाखाँची जाने क्रममा धेरै मोडहरू छन्। हामी लगभग अब डोटे पुगिसकेको छ। थोरै छ अब डोटे आइपुग्नलाई। लगभग थोरै छ, खासै धेरै छैन। बाइकको यात्रा अलि अप्ठ्यारो हुँदैछ। बाटो पनि अलि कस्तो छ कि अलिअलि बिग्रेको छ। गाडी धेरै हिँड्छन् के अरे, त्यस कारणले गर्दाखेरि पनि होला के अरे अलि असजिलो हुँदो रहेछ। बसमा हिँड्दा चाहिँ एकदम राम्रो छ यो बाटो। म प्रायः जस्तो बसमा हिँड्ने गर्थेँ। योपालि चाहिँ बाइकमै जाउँ न त भनेर अनि बाइकमै हिँडियो। तर जे होस् त्यस्तो कहीँ कतै अप्ठ्यारो भएन, ठिकै भयो, राम्रै भयो। यात्रा चाहिँ त्यस्तो नराम्रो थिएन, एकदम राम्रो जो भयो। शीतल थियो। तर जे होस् हामी जानलाई चाहिँ अलि माथि ठाडादेखि अझै माथि जानलाई हिँडेको। हामी वहाँ गएपछि त पानी आयो। यता चाहिँ पानी आउने मौसम बनिरहेको थियो है त। यो चाहिँ ठ्याक्कै डोटे सानो बजार, डोटे बजार आयो र हामी डोटे बजारदेखि थोरै अगाडि लागि पनि सकियो। यो चाहिँ यता माथि जाने बाटो पिच गरेको रहेछ। धेरै राम्रो रहेछ। कोहीले भनेको धेरै राम्रो बनेछ। जसले बनायो राम्रो बनाएछ। त्यसलाई चाहिँ धेरै धेरै धन्यवाद दिनुपर्छ। हुनसक्छ यहाँको जनप्रतिनिधिहरूले को पहलमा चाहिँ बनेको हुनसक्छ। धेरै राम्रो छ। विकासको कामहरू हुनु एकदम राम्रो हो। जनतालाई चाहिँ सुविधा भएको धेरै राम्रो हो।
यस्तै यात्राको क्रममा चाहिँ हामी छौँ। एकदम हरियाली छ। हामी अब यो बिचको ठाउँहरूको नाम त खासै थाहा छैन। यो बसेरी भन्ने ठाउँदेखि थोरै अगाडि लागिसकेको जस्तो लागिरहेछ मलाई। हुनसक्छ अब छिटो छिटो आइराख्ने भए त थाहा हुन्थ्यो। अनि कहाँ के आयो थाहै पाइँदैन के। अनि जे होस् रमाइलो भयो। अलि एक्लै हिँड्दा चाहिँ अलि झ्याउ छ। 2 जना छौँ हामी। 2 जना हुँदा चाहिँ अलिकति रमाइलो पनि भयो। गफ गर्दै हिँडियो। अब तपाईहरु पनि यस्तै अब घुम्न आउन छ भने अर्घाखाँची धेरै राम्रो छ। घुम्न आउनु होला, धेरै राम्रो छ हाम्रो अर्घाखाँची, राम्रो अर्घाखाँची। अझ तपाईहरु ठाडादेखि माथि लागेर एउटा मन्दिर छ, चर्चित मन्दिर सुपादेउराली मन्दिर। त्यो चाहिँ धेरै चर्चित छ। त्यहाँ चाहिँ पूजापाठ गर्न आउनु होला, धेरै राम्रो छ। हामी चाहिँ जान लागेको त्यतै नै हो। अब हामी 10 बजेतिर चाहिँ कपिलवस्तुबाट हिँडेको हो। त्यसपछि हामी अब अहिलेसम्म चाहिँ यात्रामै छौँ। अब लगभग हामीलाई 1.5 घन्टादेखि 2 घन्टा त हामीलाई लाग्छ त्यहाँ वहाँसम्म पुग्न, देउरालीसम्म पुग्नको लागि। अनि हामी चाहिँ अब त्यस्तो हामी स्पिडमा पनि छैनौँ, ठिक्क कन्ट्रोलमा अब सोलो जो हिँडिराखेका छौँ। देख्दा त स्पिड जस्तो देखिन्छ हैन, तर त्यो त्यस्तो ओभर स्पिड हैन। पहाडको बाटो हो, हो त्यति स्पिड पनि हिँड्न हुँदैन। पहाडको बाटोमा सोलो जो हिँड्नुपर्छ, किनभने अब धेरै घुम्टीहरू छन्, त्यहाँ धेरै मोडहरू छन्, गाडीहरू आइराखेका हुन्छ, गइराखेका हुन्छ, क्रसिङ भइराखेका हुन्छ। अनि त्यस्तोमा चाहिँ ख्याल गर्नुपर्छ। मौसम पनि एकदम राम्रो सफा छ अहिलेलाई त, तर अलि माथि गएपछि चाहिँ कुहिरो लागेको छ। त्यो चाहिँ म अहिले अर्को भिडियोमा देखाउँछु तपाईहरुलाई। यो भिडियो चाहिँ अब लगभग यो भिडियो सकिन पनि आँटेको छ, अझै अलिकति छ। त्यो पुरै भिडियो तपाईले हेरेर साथ सहयोग सपोर्ट गरिदिनु होला।